आजको यो श्रृङ्खलामा हामी अल्कोहलको बारेमा कुराकानी गर्नेछौँ। एउटा व्यक्तिलाई अल्कोहलले रेस्टुरेन्टदेखि मृत्युशय्यासम्मको कथाको बारेमा कुराकानी गर्नेछौँ। फेरि छोराको भिजा लाग्यो, छोरीको भिजा लाग्यो, छोराछोरी पास भयो, रक्सी खानै पर्ने हुन्छ, बर्थडे छ रक्सी। वेलकम टु डक्टर खर्च युट्युब च्यानल। एउटा स्वस्थ व्यक्तिको हजारौँ सपनाहरू होलान्, तर बिरामी व्यक्तिको एउटा मात्र सपना हुन्छ, रोगबाट मुक्ति। नमस्ते। आजको यो श्रृङ्खलामा हामी अल्कोहलको बारेमा कुराकानी गर्नेछौँ, अर्थात् पेय पदार्थ विशेष गरेर रक्सीको बारेमा कुराकानी गर्नेछौँ, मदिरा सेवनको बारेमा कुराकानी गर्नेछौँ र यसको कुल्लतको बारेमा र यसले शरीरमा पुर्याउने घातहरूको बारेमा, कसरी एउटा व्यक्तिलाई अल्कोहलले रेस्टुरेन्टदेखि मृत्युशय्यासम्मको कथाको बारेमा कुराकानी गर्नेछौँ। एउटा रेस्टुरेन्ट, एउटा भट्टीदेखि लिएर पशुपतिसम्म जुन अवस्था छ, जुन जर्नी छ, त्यसको बारेमा हामी कुराकानी गर्नेछौँ। रक्सीको कुरा गर्ने हो भने, अल्कोहलको कुरा गर्ने हो भने हाम्रो समाजले यतिको एबनर्मल कुरालाई कतिसम्म नर्मलाइज गरिसक्यो। ल हेर्नु, आजभोलि रक्सी भन्नुहुन्छ भने भोजभतेरमा रक्सी खानै पर्यो, बिहामा रक्सी खानै पर्यो, कर्पोरेट मिटिङ्सहरूमा रक्सी खानै पर्यो, त्यसपछि जति पनि कर्पोरेट मिटिङ्सहरू छ, सेमिनारहरू छ, गोष्ठीहरू छ, त्यसमा रक्सी खानै पर्ने हुन्छ। त्यसपछि छोराको भिजा लाग्यो, छोरीको भिजा लाग्यो, छोराछोरी पास भयो, रक्सी खानै पर्ने हुन्छ, बर्थडे छ रक्सी खानै पर्ने हुन्छ। जबकि यतिको यो टक्सिक एउटा सब्सटेन्स छ, त्यसलाई पनि हामीले नर्मलाइज गरिसक्यौँ। अहिले त यस्तो अवस्था आइसक्यो, यदि एउटा व्यक्तिले रक्सी खान्न भन्यो भने त लाज लाग्ने अवस्था चाहिँ आइसकेको छ। त्योभन्दा लजास्पद कुरो केही पनि हुँदैन। डराइ भन्नुपर्ने हुन्छ, म त रक्सी खाँदिनँ भन्नुभयो भने 10वटा प्रश्न आउँछ। किन रक्सी नखाएको? बिरामी हुनुभयो, डाइटिङमा हुनुहुन्छ, किन रक्सी नखाएको? भन्नुको मतलब यस्ता समस्याहरू चाहिँ तपाईँले भोग्नुपर्ने हुन्छ। अर्को भनेको पियर प्रेसर, साथीभाइ छुट्टिनु पर्ने हुन्छ, भोलिदेखि साथीभाइ नरहलान् भन्ने पिर हुन्छ मान्छेहरूलाई। अर्थात् रक्सी भन्ने कुरा यति एबनर्मल छ, तर यसलाई हाम्रो समाजले कतिको नर्मलाइज बनाइसक्यो। आज हामी यही रक्सीको बारेमा कुराकानी गर्नेछौँ। यसले कसरी एउटा व्यक्तिलाई मृत्युशय्यासम्म पुर्याउने रहेछ, रक्सीले हुने शरीरमा घातहरू के छन्, रक्सीले हुने स्वास्थ्य समस्याहरू के छन्। आज यही पाटोहरू आज हामी चाहिँ केलाउनेछौँ। यस्तै मेडिकल भिडियोहरूको लागि मेरो च्यानल सब्सक्राइब गरी मलाई सपोर्ट गरिदिनु होला। प्लिज डु सब्सक्राइब माई च्यानल अनि बेल बटन पनि थिच्नु होला। अब हामी कुरा गरौँ रक्सीको बारेमा। आखिर रक्सी भन्ने के त है? रक्सी 3 प्रकारको हुने रहेछ। फर्स्टमा भन्छौँ आइसोप्रोपाइल अल्कोहल, मिथाइल अल्कोहल र इथानोल अल्कोहल। आज हामी इथानोलको बारेमा कुराकानी गर्नेछौँ विशेष रूपमा। हामीले सेवन गर्ने अधिकांश रक्सी भनेको इथानोल, एबोभ 90% भन्दा माथि हामीले सेवन गर्ने रक्सी भनेको इथानोल। यो इथानोल भनेको आफैमा एउटा टक्सिक कम्पाउन्ड हो, एकदमै विषाक्त हो। यो चाहिँ एउटा टक्सिक कम्पाउन्ड हो, तर पनि हामी सङ्कोच नमानी चाहिँ खान्छौँ। अब आज हामी चाहिँ वैज्ञानिक पाटोबाट कुरा गर्नेछौँ, साइन्टिफिक पाटोबाट कुरा गर्नेछौँ। रक्सीले कसरी हाम्रो शरीरलाई असर पुर्याउने रहेछ र हामीलाई समस्याहरू हुने रहेछ। जुन मैले कुरा गरेँ, हामीले अधिकांश खाने जुन रक्सी छ त्यसलाई इथानोल भन्छौँ। जब हामीले इथानोल खान्छौँ, टक्सिक कम्पाउन्ड खान्छौँ, शरीर ह्याज टु गेट रिड अफ दिस। शरीरले यसलाई जसरी भए पनि एलिमिनेट गर्नुपर्ने हुन्छ। जब तपाईँ रक्सी खानुहुन्छ, इथानोल खानुहुन्छ, इथानोल चाहिँ हाम्रो कलेजोमा चाहिँ ब्रेक हुनै पर्छ। सुरुमा के हुन्छ, हामीले रक्सी खान्छौँ, रक्सी खाइसकेपछि पनि के हुन्छ भन्दाखेरि रक्सी अब्जर्भको कुरा आउँछ। कसैको शरीरले चाँडो गर्छ, कसैको शरीरले अलि ढिलो गर्छ, कसैको शरीरमा भर पर्छ, उसको बडीमा मास कति छ, भोल्युम कति छ, र त्यसपछि उसले रक्सी खानासँग खान्छ कि खाली पेटमा खान्छ। खाना खाएको अवस्थामा अलिक स्लो अब्जर्भ हुन्छ र खाली पेटमा खायो भने एकदमै चाँडो चाहिँ अब्जर्भ हुन्छ। रगतमा जुन हाम्रो रक्सी जानलाई 90 सेकेन्ड मात्र लाग्ने रहेछ है। अब हामी कुरा गरौँ, जब इथानोल हामी खान्छौँ, जब हामी इथानोल खान्छौँ त्यो टक्सिक कम्पाउन्ड हो। अनि तपाईँको लिभरले के गर्छ, चाहिँ डाइजेस्टिभ सिस्टमबाट सानो आन्द्राबाट अब्जर्भ भएर आइसकेपछि अब लिभरले के गर्छ भन्दाखेरि इथानोललाई चाहिँ ब्रेक गर्नुपर्ने हुन्छ, मेटाबोलाइज गर्नुपर्ने हुन्छ, हाम्रो लिभरमै गर्छ।
हाम्रो हेपाटोसाइट सेलहरू छ लिभरमा हुने कोशिकाहरू। अब लिभरले के गर्छ, जुन इथानोल छ त्यसलाई ब्रेक गर्नुपर्ने हुन्छ, मेटाबोलाइज गर्नुपर्ने हुन्छ र अर्को एउटा कम्पाउन्डमा ब्रेक गर्छ, त्यसलाई भन्छौँ एसिटल्डिहाइड। एउटा पाथवे छ, पहिलो पाथवे त्यो भन्छ अल्कोहल डिहाइड्रोजिनेज पाथवे। अब यो पाथवेको माध्यमबाट इथानोललाई चाहिँ एसिटल्डिहाइडमा परिणत गर्छ। एसिटल्डिहाइड भनेको एकदमै टक्सिक कम्पाउन्ड हो। अब शरीरले फेरि के गर्नुपर्ने हुन्छ, यो टक्सिक कम्पाउन्डलाई चाहिँ ब्रेक गर्नुपर्ने हुन्छ, मेटाबोलाइज गर्नुपर्ने हुन्छ। फेरि अर्को पाथवे सुरु हुन्छ, त्यसलाई भन्छौँ एल्डिहाइड डिहाइड्रोजिनेज ALDH। अब यो पाथवेबाट के हुन्छ, एसिटल्डिहाइडलाई फर्दर के गर्छ भन्दाखेरि एसिटेटमा चाहिँ परिणत गर्छ। एसिटेट भनेको एसिटल्डिहाइड भन्दा लेस टक्सिक सब्स्टान्स। अब के हुन्छ भन्दाखेरि अब यो एसिटेट छ यो चाहिँ कार्बन डाइअक्साइड र वाटरमा चाहिँ ब्रेक हुन्छ। ल हेर्नुहोस्, यो जुन टक्सिक कम्पाउन्ड छ एसिटल्डिहाइड, जुन अल्कोहल छ इथानोल, यो रगतबाट तपाईँको मस्तिष्कमा जानलाई 90 सेकेन्ड मात्र लाग्ने रहेछ। अनि के हुन्छ भन्दा जब एउटा मान्छेले रक्सी खान्छ अनि प्रश्न आउँछ आखिर उनले किन खान्छ, आखिर उसले बारम्बार रक्सी किन खान्छ भन्दाखेरि जब तपाईँ अल्कोहल खानुहुन्छ जुन इथानोल छ तपाईँको रगतबाट मस्तिष्कमा जानलाई 90 सेकेन्ड मात्र लाग्ने रहेछ। यदि कसैले तपाईँलाई 30 ml खानु 60 ml खानु मुटुको लागि ठिक हुन्छ भन्छ भने लेट्स ड्रिङ्क ओन्ली 30 ml छ। त्यस्तो सुझावहरूबाट टाढा चाहिँ बस्नुपर्ने हुन्छ। नो एमाउन्ट अफ अल्कोहल इज सेफ फर ह्युमन बिङ। त्यो 10 ml किन्नुहोस्, अघि नै बुझाइसके जुन इथानोल छ, इथानोल चाहिँ हाम्रो लिभरमा गइसकेपछि मेटाबोलाइज हुनुपर्छ एसिटल्डिहाइड। त्यो एसिटल्डिहाइड एकदम टक्सिक कम्पाउन्ड हो, त्यही भएर कुनै पनि एमाउन्ट अफ अल्कोहल चाहिँ मानवको लागि चाहिँ सेफ हुँदैन। बिस्तारै बिस्तारै एउटा मान्छे अल्कोहलको लतमा फस्छ नै, कुलतमा फस्छ नै। त्यही भएर जुन रेकमेन्डेसनहरू छ अथवा तपाईँहरूले सुन्नुहुन्छ 60 ml हार्टको लागि राम्रो छ, यो सबै अनसाइन्टिफिकहरू हो, कुनै पनि साइन्समा बेस चाहिँ छैन। त्यही भएर यस्तो कुराहरूबाट चाहिँ जोगिनुपर्ने हुन्छ। एकचोटि विचार गर्नु होला, यदि कुनै व्यक्तिलाई कुनै कुराको लत छ भने, फर इक्जाम्पल एउटा व्यक्तिलाई अल्कोहलको लत छ भने तपाईँले थोरै थोरै अल्कोहल खा भन्नुहुन्छ भने के त्यसले अल्कोहल थोरै खाएर छोड्छ? उसले क्विट गर्न सक्छ। एउटा व्यक्तिलाई सुगरको एडिक्सन छ भने थोरै थोरै चिनी खानु भन्नुभयो भने त्यो के व्यक्तिले त्यो अल्कोहल के अरे चिनी क्विट गर्न सक्छ। एउटा व्यक्तिलाई ब्राउन सुगरको एडिक्सन छ तर थोरै थोरै ब्राउन सुगर खानु भन्न त पाइयो। एउटा एडिक्सनमा फसिसकेको व्यक्ति, कुलतमा फसिसकेको व्यक्तिलाई कहिले पनि थोरै थोरै खा भनेर चाहिँ हुँदैन, उसले पूर्ण रूपमा चाहिँ क्विट गर्नुपर्ने हुन्छ। अब हाम्रो समाजको कुरा गर्ने हो भने सबैभन्दा गाह्रो अल्कोहल छोड्नु छ, क्विट गर्नु छ। किन भन्दाखेरि हाम्रो समाजले नर्मलाइज बनाइसकेको छ। तपाईँ केही गरेर अल्कोहल छोड्न चाहनुहुन्छ भने तपाईँको इन्भाइरोमेन्ट र सराउन्डिङमा भर पर्ने रहेछ। तपाईँका साथीभाइ इष्टमित्रहरू एकदमै हेभी ड्रिङ्कर छ भने तपाईँ चाहेर पनि क्विट गर्न चाहिँ सक्नु हुँदैन। तपाईँले 2 दिन क्विट गर्नुहुन्छ, 2 हप्ता क्विट गर्नुहुन्छ, तेस्रो हप्ता फेरि साथीको फोन आउँछ आज एक दिनलाई खान जाउँ भनिहाल्छ। त्यही भएर यो सराउन्डिङ चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ अल्कोहल क्विट गर्नको लागि। त्यसमाथि अल्कोहल क्विट गर्न खोज्नुभयो भने साथी भाइ छिमेकी सबै छोड्नु पर्ने हुन्छ, किनकि तपाईँले एकजनाको लागि तपाईँ एकजना आफू क्विट गर्न खोजिराख्नु भएको छ तर तपाईँको वरिपरिको मान्छेहरू क्विट गर्न चाहिँ सक्दैनन्। त्यही भएर म के भन्छु भन्दाखेरि एन अल्कोहलिक इज अ प्रिजनर इज इन हिज ओन बडी। अर्थात् एउटा जुन रक्सीको लतमा लागेका व्यक्ति छ ऊ आफ्नो शरीरमा कैद भएको एउटा कैदी हो। ऊ चाहिँ इज अ प्रिजनर इन हिज ओन बडी। यतिसम्म डेन्जर छ यो, यसको लत यतिसम्म विषाक्त छ यो अल्कोहल। त्यही भएर अल्कोहल खाइसकेपछि मान्छे इन्टक्सिकेसनमा जानुको एउटा मुख्य कारण भनेको जुन एसिटल्डिहाइड कम्पाउन्ड छ त्यो एकदमै टक्सिक छ। अरूमा बुझाइसक्यो फ्याटी लिभरदेखि हुँदा तपाईँको लिभरको क्यान्सर, अल्कोहोलिक लिभर डिजिज, अल्कोहल एब्युज, अल्कोहल डिपेन्डेन्ट सिन्ड्रोम, यी सबै रक्सीले बिस्तारै बिस्तारै चाहिँ निम्त्याउने चाहिँ रहेछ। त्यही भएर अल्कोहल चाहिँ क्विट गर्नै पर्ने हुन्छ। कुनै पनि अमाउन्ट अफ अल्कोहल तपाईँको लागि सेफ चाहिँ छैन। आज सम्भवतः तपाईँहरूले बुझ्नुभयो होला अल्कोहलको बारेमा, यसको सामाजिक पाटोहरू बुझ्नु भएको छ, डिपेन्डेन्ट कुराहरू बुझ्नु भएको छ, यसले हाम्रो शरीरमा निम्त्याउने रोगहरूको बारेमा बुझ्नु भएको छ। म जहिले नै भन्ने गर्छु अल्कोहल कुनै पनि एमाउन्टमा सेफ छैन, यसलाई बन्द गर्नै पर्ने हुन्छ। त्यो सँगै अल्कोहलको लतमा लागिसकेको महिला र पुरुष होस्, महिलाले अल्कोहलको लतमा छ भने कन्सिभ गर्न एकदमै गाह्रो हुन्छ। पुरुषलाई चाहिँ इरेक्टाइल डिस्फङ्सन हुने सम्भावना चाहिँ बढी हुन्छ। आखिर पुरुषमा इरेक्टाइल डिस्फङ्सन चाहिँ अल्कोहलले कसरी गराउँछ भन्दाखेरि
हाम्रो मस्तिष्कमा जुन सेन्ट्रल नर्भस सिस्टम छ सेन्ट्रल नर्भस सिस्टमले मेसेज फ्लो गर्नुपर्ने हुन्छ तपाईको इरेक्टाइल टिस्यु अर्थात् पेनिससम्म र के हुन्छ अल्कोहलको जुन लत हुन्छ अल्कोहल इन्टक्सिकेसन भइसकेपछि इभन कि सेन्ट्रल नर्भस सिस्टम चाहिँ शट डाउन हुन्छ जसले गर्दा त्यो इन्फर्मेसन चाहिँ तपाईको इरेक्टाइल टिस्युसम्म चाहिँ आइपुग्दैन। त्यही भएर आजको यो भिडियोमा म एकदम विश्वस्त छु कि तपाईहरुले चाहिँ अल्कोहलको बारेमा बुझ्नु भएको छ। अन्त्यमा एउटा मात्र कुरा भन्छु, प्लिज डोन्ट टच अल्कोहल। यो तपाईहरुको लागि कहिले पनि कुनै पनि हिसाबले यो राम्रो हुन चाहिँ सक्दैन। आजको यो भिडियोमा हामी अल्कोहलका बारेमा कुरा गर्यौं, यसको एडिक्सनको बारेमा र यसको वैज्ञानिक पाटोहरू, एउटा मान्छे कसरी अल्कोहलको लतमा फस्छ यसको बारेमा कुराकानी गर्यौं। अर्को भिडियोमा अल्कोहल क्विट गर्दा शरीरमा हुने असरहरूको बारेमा, शरीरमा हुने फाइदाहरूको बारेमा र कसरी अल्कोहलको लतबाट कुलतबाट जोगिन सकिन्छ, आफूलाई बचाउन सकिन्छ त्यसको बारेमा हामी कुराकानी गर्नेछौं। आजको लागि यति नै, अर्को भिडियोमा फेरि भेटौँला।